नबिर्से तिमीलाई नपाए तिमीलाई आई लभ यु दाजु साथीहरू हेर्नु त कुन प्रजातिको बोट बिएर होला है यो 3 महिना भयो 70 रुपियाँ सराई थापेछु नमस्ते काठमाडौँमा भिडियो लिनु मिल्छ होला नि लिन आउनुहुन्छ नि लामो बोडी खोर्सानी हाम्रो होस्टेलको दृश्य कस्तो शीतल छ गर्मीमा हेर्नुहोस् एकदम बाइसको रुख छ यति ठुलो यहाँ बाइसको रुखमा सबैजना बसेर शीतल खाइरहेको पानी भइरहेछ मसल्ला र आज चाहिँ हामी फेरि काठमाडौँ माथतर्फ जाँदैछौँ साथीहरू तपाईँहरू पनि भिडियो अन्तिमसम्म हेर्नु होला है हेर्नु आल्चा फालेर राम्रो छ पाक्ने बेला हुन ल आज हाम्रो काठमाडौँ मार्चसम्मको यात्रामा सहभागी सहयात्री साथीभाइहरू होइन त मेरो प्यारो आई लभ यु दाजु आई लभ यु दाजु मेरो अग्रज मेरो दाजु आल्चाहरू फलेर आलुचा फलेर यस्तो बोटै भाँचिँदो रहेछ धेरै फलेपछि चाहिँ टप्प हाँगा नै भाँचिएको छ यार माथि हेर्नु त फलेको छ आलुचा फलेको देखेर पाकेको पनि छ क्या अब त यहीँ खाने बेला हुन लाग्यो अब 2-4 दिन पछाडि चाहिँ हातैले भेट्ने नि हो हाल्चा यस्तो लटरमा फलेको छ यस्तो घाममा भए पनि हामी चाहिँ अब काठमाडौँ माठतिरको यात्रा ल साथीहरू हेर्नु त पारिपट्टि आल्चा पाकेर राति दुई खालको आल्चा रहेछ यो चाहिँ रातो पल्लो चाहिँ पहेँलपुर यस्तो पाकेको छ यति टाढाको नि मैले लिएको ल हेर्नुहोस् यो रोड पारि यस्तो दामी फलेर पाकेको छ पुरा आल्चा सबै आल्चा है साथीहरू यहाँ पनि रातै छ क्या लटरम्मै पाकेको यस्तै पाकेको छ हेर्नुहोस् रलनियाको बाटोमा फलफुलहरू चाहिँ कति सिद्धि हुन्छ नि कति धेरै हुन्छ नि आकाशको सिन कति नै दामी भइरहेछ तपाईँहरूलाई यो थाहा छ कि छैन यो एकदम इम्पोर्टेन्ट यस्तो दामी हुन्छ यो फल हाम्रोतिर त निभारा हुन्छ नि निभाराको जस्तै दाना फल्छ पछि सेम हुन्छ तर त्यस्तो चाहिँ हुँदैन असाध्यै मिठो हुन्छ साह्रै मिठो है साथीहरू तपाईँलाई म बाटोमा के देखिन्छ रोमानियाको बाटोमा भेटिने चिजहरू भिडियोमा कैदलाई हेर्नुहोस् यहाँको स्याउ यति लटरमा पोहोर यस्तो फालेको थियो यसपालि पनि अलिअलि फालेको रहेछ गैलो छिने गरी फालेको थियो स्याउ यसपालि थोरै फालेको रहेछ पोहोरभन्दा अलिक हेर्नुहुँदैछ साथीहरू स्याउ बाल फाल्छ क्या यहाँनिर बाटोभरि उफपारि हाल्छ जताततै फलफुलको बोट यो चाहिँ आरु हामी बङ्कलङ भन्थ्यो नि बङ्कलङको बोट बङ्कलङ बोट यो पनि सानो आरुको बोट साथीहरू रोमानियाको बाटोभरि फलफुलकै मात्रै बोट बिर हुन्छ यो ओखरको बोट नेपालको जस्तो घर चाहिँ एउटा छ यहाँनिर किम्बुको बोटमा आइपुग्यो हामी चाहिँ यहाँ हेर्नु त है सेता खालको किम्बु बडा मिठो छ एकदम दामी
पुरा मिठो छ यो चाहिँ सेता खालको किम भयो है खालै खालको हुँदो रहेछ किमुक त्यही मिठो छ यार पोहोर हामीले धेरै खाएको क्या यो किमुक किरा छ फलफुलमा त किरा त भइहाल्छ अहिले चाहिँ पोहोर त कलम काटेर झ्याप्प थियो यसपालि चाहिँ डल्लै छोडिदिएको रहेछ कि यसलाई हामीले खाएको देखेरै हो क्या त्यो छोडिदिएको बाटोभरि फलफुल चेरी त उहाँ कुलुसमा मात्रै बढी थियो क्या हेर्नु त कुन प्रजातिको बोट बिरुवा होला है यो आमा यो त नेपालमा पनि हुन्छ होइन यो त फल त पनि रहेछ फल पनि लाग्दो रहेछ यो हेर्नु त कुन प्रजातिको बिरुवाहरू आइसै आइस भएको जस्तो आइस देखिन्छ तर आइस चाहिँ होइन विभिन्न प्रजाति गुलाब दामी दामी प्रजातिको फुलहरू यो त ऊ होइन यो ठुलो ठुलो ओखती होइन यो त बुढो ओखती भन्छ नि राम भाइ बुढो ओखती कि यो भन्ने यस्तै छ बोटहरू त यहाँ प्रजातिहरूको बोट बिरुवाको प्रजातिहरूको नाम सिकाउँछ नि रोमानीमा पाउने बोट बिरुवाको प्रजातिहरू हेर्नु त यो रमाइनेको बाटो वरि फालेको स्याउ तर यो स्याउ मोलो तर यसलाई चाहिँ टिपेर कहिले खाँदैन यो झरेरै जाने हो क्या यहाँको मान्छेहरूले खाँदैन के हो अचम्म लाग्यो खाँदा किन नपाउनु होला र नि के फलेको हुँदैन यार हेर्नु त है टप्प लट्टर म फलेको हुन्छ यो स्याउहरू फोटोग्राफी सहयात्री साथीहरू सबै भिडियो दिन व्यस्त छन् हाम्रो अग्रज दाजु के हो यो पनि फल लाग्यो यो पनि अर्कै खालको फल देखेँ यार मैले अघि तिमीले फुस्रे स्याउ भनेको यही त हो नि मैले सोधेको के हो यो भनेर के हो यो यस्तो छ यार नै फलेको रहेछ यार फल्न त ए आरु जस्तै रहेछ यार बङ्कलङ टन्नै फलेको रहेछ यार माथि माथिभरि टन्नै फलेको रहेछ ल हाम्रो सहयात्री मिठो हुँदैछ दाइ मिठो हुन्छ माइकल ज्याक्सन जस्तै देखेको छ है जम्गार फेरि ल यहाँ तलै पनि छ त ऊ पल्लो चाहिँ भेट्छ होला बसन्त उता कहाँ तर यसको बोट पनि कस्तो खालको क्या होइन कुन चाहिँ बार कुन चाहिँ यो बोट पनि कस्तो खालको पाक्छ क्या यो बोलको भाइ पनि आइसक्यो काम कुरा त्यस्तै हुँदै अब दिनमा कति दिनमा 20 जति
कति कमाउँदा चाहिँ 3 महिना भयो 700 रुपियाँ स्यालेरी थालेछु 3 महिनामा 700 रुपियाँ डेलिभरीको चाहिँ गाह्रो छ तिमीलाई काममा खुसी छ कि के छ यो काम अब के भन्ने अब खुसी त छँदै छैन टिआरसीको पर्खाइमा छु जस्तो चाहिँ छ तपाईँलाई चाहिँ के अहिले चाहिँ के डेलिभरी गर्न आयो कि सामान पुऱ्याएर आएको अब यसो अर्डर गाह्रो छ हामी हल टिपेर खाना आयो हामी चाहिँ काम डेलिभरीको जिन्दगी पनि गाह्रो छ मान्छे रोमानिया भन्छ डेलिभरी भन्छ दौडेर आउँछ तर यहाँ आएर बेथा छुट्टै हुन्छ होइन त्यो बेथा कसलाई थाहा छ देऊ भाइला खोइ एउटा क्वेसन आप जस्तो छ त होइन यस्तो दामी ल भाइ हामी निस्केको हामी बिस्तार भिडियो बनाउँदै हिँडेको कि फालफुल खाँदै ल बिस्तारै ल भाइ हस् भाइ केमा आरु आरो नै हो यो ओहर दोकानमा गयो भने पैसा नि अनि दन्थ्यो ओहर त्यो यहाँ त बेसी ओहरै होइन यो त केही हुन्न जाउँ हामी चाहिँ फलफुल टिभी खान हिँडेको ए त्यसैको उपलक्ष्यमा अब चिसो बियर भनेको मलाई त्यो त होइन त्यो पनि हो र ल पानी बगेर आएको म पिन्छ ल अब काठमाडौँ माटसम्मको यात्रामा बिचबिचमा हाम्रो राम्रो राम्रो भलाकुसारीहरू साथीहरू रमानिएको कम्पाउन्डभित्र ढुङ्गाले हान्ने हो कि तर यो आइपुग्यो है अब हिँड्दै 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 घाममा कपाल घाममा बाटो खोलेको अवस्था तपाईँहरू पनि बाटो काट्दाखेरि यो सिग्नलको चाहिँ एकदमै ध्यान दिनु होला सिग्नल बलेको छैन भने नहिँड्नु होला ज्ञान गुणको कुरा पनि भनौँ न कोही कोही बेला तलबाट अलिक शीतल हुन्छ तलबाट सेन्ट्रो प्रवेश सेन्ट्रोमा आउन लाग्यो
के छ दाजु के छ डेलिभरीको जिन्दगी कस्तो छ त डेलिभरीको समय छ रिटेक हान्न मिल्दैन गाह्रो छ है फाइनली हामी लगभग काठमाडौँबाट आइयो है होइन यहीँ होइन काठमाडौँबाट आइयो अहिले चाहिँ यो सबै सर्भिसिङ भइरहेछ विदेशमा यसरी सर्भिसिङ गर्छ घरहरू घरहरू यसरी चलेको चाहिँ ठिक फाइनली काठमाडौँमा भिडियो खिच्न पाइन्छ होला जाउँ न हिँड्नु न यता ल नमस्ते काठमाडौँमा भिडियो लिनु मिल्छ होला नि रमणी यहाँ चाहिँ मामा भाडाहरू नेपाली वाइवाईहरू करेन्ट नेपाली वाइवाई जम्मा 2 रुपियाँ 50 पैसा करेन्ट चाहिँ कति रुपियाँ 4 रुपियाँ 50 पैसा राइस कुकरहरू तिमी यहाँ काम गर्न थाल्यौ क्या हो नि त नयाँ बिजनेस हो र होइन त होइन नेपाली माट आइपुग्यो है हामी सब कुरो एभाइलेबल ल तपाईँहरूको माटको एडभर्टाइज गरिदिएँ मैले भिडियो मार्फत सुकुटी हो क्या यो काठमाडौँ माट तपाईँहरू पनि आउनु होला होइन त सुभाष आउनुपर्छ नेपाली भटमासहरू भटमासहरू पनि रहेछ कालो भटमास सेतो भटमास रहेछ चनाहरू तपाईँहरू तरकारी लिन आउनुहुन्छ नि लामो बडी खोर्सानी हरियो खोर्सानी पनि पाउँदो रहेछ हामी नलानु राम भाइ त्यतै गरे ल अस्ति पनि खाइयो धेर खानुहुन्न हुन त प्रेसर लोमा साइडमा राखेर हान्नु चौक चाहिँ खाना हाटे जस्तो हुन्छ क्या राम्रो गीत गाउनु कन्टेन्ट पाइसक्यो हामीले ल गाउनु न गाउनु दिलमा सजाए तिमीलाई बिना दिलमा सजाए तिमीलाई नबिर्से तिमीलाई नपाए तिमीलाई नबिर्से तिमीलाई नाम भन्नु न बहिनी नाम भन्नु न बहिनी
धेरै दामी गाउनु हुँदो रहेछ होला काठमाडौँ माटमा है साथीहरू हामी चाहिँ यहीँ एकछिन बाहिर ल काठमाडौँ माट पनि भिजिट गरियो होइन सामान किन्यो अब सामान किनेर काठमाडौँ माटलाई लारे बेदेरे ल यहाँ छ है साथीहरू काठमाडौँमा ल भाइ लाग्यो हामी बिचरा बहिनीको हात काटेछ है ज्योति मगर झोलले लाफाको तिमीसरा आइपुग्यो तिमीसराको सेन्ट्रो पार्क तिमीसराको पार्क एकदम शानदार सफा छ है दामी रहेछ त शीतल गर्मीमा शीतल थालेर सिरी हावा आउने फ्यान किन्दैन अरे फ्यान किन्दैन तन्दाखेर सुकिरहेछ के पकायो